बाइक पनि यता छ बाइक लगे हाम्रो आजको तरकारी यस्तो छ खाना हेलो ब्याक टु माई न्यू भ्लग आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम आरामै छु आज म बाइक पास गर्न दाङ जान लागेको अब मेरो बाइक पास भएको थिएन बिक्री गरेको अनि सिमरुतु जानु छ सिमरुतु गएर बाइक लिएर म हिँड्छु दाङ अनि आज अब लगभग 2-3 महिना पनि भइसक्यो बाइक बेचेको आज गएर पास गर्ने भन्ने हो कति बेला पुगिन्छ वहाँ अब म लाग्छु अहिले सिमरुतु अनि सिमरुतु गएर बाइक लिएर अनि दाङतिर अनि यता दाइ भाउजू दाङ जान लाग्नु भएको रहेछ यता म मामा घर पनि आइसकेँ यता बाइक छ अनि मामा थोरै चिसोले गर्दा हो या किन बिरामी हुनुभएको रहेछ त्यही भएर मामा दाङ जानु हुँदैन होला म एक्लै जान्छु होला अब सिमरुतु गएर बाइक ल्याउँछौँ अनि सिमरुतुसम्म जानुहुन्छ मामा अनि सिमरुतुबाट अनि यहाँ आएर अनि यहाँदेखि म एक्लै हिँड्छु होला दाङको लागि मामा स्वास्थ्य अवस्था कस्तो छ त गाह्रो छ प्रेसर लो भएर अलि मामालाई गाह्रो बनाएको कारणले गर्दा मामा चाहिँ जानु हुँदैन अनि म एक्लै जान्छु होला अब हामी सिमरुतु जान्छौँ हामी सिमरुतु पनि पुगिसक्यौँ यता बाइक सर्भिस हुँदै रहेछ यही बाइक लगेर अब दाङ जान्छु म अनि बाइक पनि सर्भिस हुन लागेको रहेछ बाइक कता हुनुहुन्छ हाम्रो साउथ बाइक हेलो दाजु दर्शन के छ दाजु आराम दाङ जाने होइन त बाइक पनि सर्भिस गरेर सबै रेडी भइसक्यो अब बाइक निकालेर म लाग्छु दाङतिर अनि अब मेरो आजको यात्रा एक्लै हुनेवाला छ के कस्तो हुन्छ बाइक पनि यता छ बाइक लगेर अब म दाङ हिँड्न लागेको मेरो यात्रा आजको के कस्तो हुन्छ हामी यता माथि खार्नेटा पनि आइसक्यौँ मामा अब आफ्नो घर जानुहुन्छ म दाङ जान्छु मामा अलि बिरामी भएको कारणले गर्दा मामा चाहिँ दाङ जान सक्नु भएन अब मेरो एक्लै यात्रा हुन्छ होला अब म लाग्छु दाङतिर यो कपुरकोटको बाटो चाहिँ यति धुलो छ कि धुलो यो बाटो बनेर आएको छ त्यही माथि टिप्परहरू गडाङ गुडुङ टिप्परले गर्दाखेरि यति धुलो उडाउँछ धुलोले मेरो हालत नै बनाइसकेको छ पुरै हातहरू सबै अनुहारहरू हेर्ने जस्तो भएको छैन धुलोले गर्दा यो बाटो चाहिँ अति नै खराब छ बनिरहेको कारणले गर्दा सबैजना सचेत भएर हिँड्नु होला मैले जसोतसो धुलो धुवा खाएर भए पनि मैले यो अफरोड चाहिँ कटाइसकेँ थोरै अफरोड कतै भए पनि त्यति अफरोड नभएको कारणले गर्दा म सजिलै अब दाङ पुग्छु मनेको बाउ छोरा पनि मलाई दिन आइसके यता चोकमा सर के छ मन सरको आगमन भयो ओ हिमाल के छ हिमाल दान ए हाई गर्दै त हाई गर अनि यहाँ रिकन्डिसन पनि आइसक्यौँ यता मने मेरो आजको यात्रा चाहिँ धुलोको भएको छ धुलोले गर्दा अब हामी एकछिन यहाँ बाइक छोड्याएर जान्छौँ मनेको बाइकमा अनि ए हिमाल बड्डा यता बाइक छोड्याएर हामी अब हिँड्न लागेको बाइक त बवाल छ नि रातिको अब हामी हिँड्नुपर्छ है बड्डा किन के मैले लिएको बाइक पनि रिकन्डिसनमा छोड्याएर हामी लाग्यौँ मनेको होटलतिर मलाई लिन यहाँ चोकमा आएको थियो अनि मनेको छोरो हिमाल हामी लाग्यौँ मनेको होटलतिर अब हाम्रो तुलसीपुरमा चाहिँ अति नै गर्मी रहेछ पानीमा परेको कारणले गर्दा होला गर्मी भने धेरै छ अनि हावा पनि तातो न तातो हावा आउँछ त्यसैले गर्मी छ हामी मनेको होटल गएर अब आजको बसाइ त्यतैतिर हुन्छ होला मनेको होटलमा के कस्तो हुन्छ अब हामी जान्छौँ मनेको होटल यता रमा कहिले आयो त म एक्लै यता फुपू बस्नु भएको रहेछ ब्युटी फुपू के छ फुपू सन्चै हुनुहुन्छ कहिले आउनु भयो फुपूहरू एक्लै आइजानु भएछ मलाई छोड्याएर म आज एक्लै आएको हो साना स्याम्पू खै त साना स्याम्पू खोज्न आएको स्याम्पू सक्यो छ भने अहिले र कहाँ छ हेर त यहाँ धुलोले बजार जाने
मनेको होटलमा चटपटे खाँदै सबै मिलेर। हिमाल चटपटे मिठो छ? खाऊ बगालो खाऊ। यता दिदीको घर पनि आइयो। यो दिदीको घर यस्तो मस्त छ, टाइल साइल राखेर टुलिक्क पार्नु भएको छ। दिदी सन्चै हुनुहुन्छ? दिदीको यता पसल मस्त छ। अब एकछिन हामी यहाँ बसेर फेरि जान्छौँ उता। आज मनेको होटलमा उतै बसाइ हुन्छ होला। सबै कानमा बोकेर ल्याउँछु कहाँ ल्याउनुहुन्छ? नेपालको यस्तै पैसाले हिँडेर गइहाल्छ। हाम्रो आजको तरकारी यता भाउजू हुनुहुन्छ। भाउजूले तरकारी बनाउँदै हुनुहुन्छ, माछा स्पेसल। यता फेरि हाम्रो सर यस्तो रोस्ट बनाएर जोस आज हाम्रो खाना बवालै हुन्छ जस्तो छ। हेर्दा हामी भने जस्तो हेर्दैन, उनीहरूले काम गर्छन्। रक्सी खाने तोरमा खानलाई कि सबैले खाने? सबैले खाने? बच्चाले खान्न? यो बच्चा हो, त्यो ठुलो है। हाम्रो हिमालको कुरा रे, यो ठुलो मान्छे रे, यो आफ्नो फुपू चाहिँ बच्चा रे। हेलो, हाम्रो चाहिँ आज खाना खाने स्पेसल तरिकाले छ। यस्तो छ खाना। यता रोस्ट, रेड बुल, मिनी वाटर। सानो भाइले चाहिँ खाना लागिसक्यो, मुखैभरि चसेमसे पारेको छ। भाउजू, बहिनी अनि यता मन सर। अब हाम्रो खाना खान सुरु। हामी खाना खान सुरु गर्छौँ। हाम्रो स्पेसल यता छ, खाऊ। मनु यसमा के हुनु पर्थ्यो अरे? हाम्रो आजको स्पेसल खाना। मेरो आजको भिडियो यति नै। हजुरहरूलाई के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला। हस्त धन्यवाद।